हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। फेरि पनि म आइसकेँ नयाँ भिडियो लिएर। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। यसरी काम गर्ने ठाउँमा यसरी चक्लेट दिएपछि त मन नै कति खुसी हुन्छ। तर मेरो सौभाग्य एकदम चिल छ होइन। उमेरले डाँडा काटिसक्यो तर मान्छे चाहिँ बचपन जस्तै कुरा गर्छ। काम लाग्यो भने 4-5 महिना भयो तर यति क्लोज भइसकेको छौँ नि हामी, यति फ्रेन्डली बोल्छ। सौबा भएर नि सौबा जस्तो छैन क्या। अनि म चाहिँ चल्दिएँ कलाई नरुवा थिएँ लस्सी ल्याउन। यो गर्मीमा चाय कफी भन्दा त अहिले लस्सी नै धेरै प्रायः जस्तो खाने गरेका छन्। चिया कफीले त अरू गर्मी बनाउँछ नि त, त्यही भएर नि म चाहिँ खाना खान गएको थिएँ। तर रुमको भिडियो बनाउँदैन क्या म, प्रायः जस्तो मेरो रुमको भिडियो हुँदैन, हेर्नुभयो होला। झ्याउ लाग्छ खाना खान बसेपछि मोबाइल चलाउने, अनि त्यो भिडियो अपलोड गर्दा गर्दै टाइम जान्छ। तर मैले आजबाट 6-7-8 बजेसम्म भिडियो पोस्ट गर्ने सोचिरहेको छु, किनकि दिउँसो भ्युज आउँदैन क्या। अनि आजभोलि टाइम पनि छ मसँग, त्यही भएर हेरौँ कस्तो हुन्छ। साँझको भिडियो हालेपछि कस्तो भ्युजहरू आउँछ, त्यही हिसाबले फेरि त्यही कन्टिन्यू गर्नेछु। धेरैले भने कि साँझखेरि भिडियो हाल्दाखेरि राम्रो हुन्छ भनेर, मलाई थाहा थिएन। तर मसँग चाहिँ एमबी हुन्थेन कि, एमबी भन्दा नि वाइफाईले मात्र जाने गर्थ्यो कि भिडियोहरू अपलोड हुने गर्थ्यो। त्यही भएर डाटाले चाहिँ मेरो भिडियो अपलोड हुन्थेन कि युट्युबमा, खै किन हो थाहा छैन मलाई। तर युट्युबमा भिडियो अपलोड हुन्थेन, त्यही भएर मैले रुममा गएर हटस्पट मागेर भिडियो अपलोड गर्थेँ। एनिवे, थ्याङ्क्स फर वाचिङ गाइज। माया छ सबैलाई।